हेलो गाइज गुड मर्निङ वेलकम ब्याक टु माई न्यू भिडियो। म सिर्जना कैसे राउत आज पनि नयाँ भिडियो लिएर आइसके साथीहरू। आई होप मेरो युट्युब फ्यामिलीहरू सबै सन्चै हुन्छ होला भन्ने आशाका साथ म आज भिडियो सुरु गर्न गइरहेकी छु। म आज धेरै दिनपछि भ्लग लिएर आइसकेको छु साथीहरू। आज म जस्तो मोटो मान्छेको लागि कुर्ता कसरी कटिङ गर्ने म त्यो सिकाउँदैछु। म त अब धेरै मोटो छु नि त, मेरो त यो छाती नै 42 इन्च छ के, छाती 42 इन्च छ। म जस्तै मोटो मान्छेको लागि कुर्ता कसरी कटिङ गर्ने सिकाउँ है त। ल आउनुहोस् सिकाउँ। ल सुरुमा यो पनि भन्न चाहे हजुरहरूलाई, यो मेरो भाइको बिहेमा मेरो बुहारीले आमाजूहरूको मुख हेर्न दिएको कुर्ता हो है। मैले नै चुज गरेँ। धेरै थरीको थियो नि त त्यहाँ कलरहरू, अनि त्यसपछि मैले नै यही चुज गरेर यही ल्याएको। मैले दिदीले एउटै मैले नै चुज गरेँ के। यो मेरो बुहारी नानीले हामीहरूलाई आमाजूहरूलाई दिएको कपडा हो। अब म जस्तै मोटो मान्छेको लागि कुर्ता कसरी कटिङ गर्ने, ल सुरु गरौँ। यो डबल फोल्ड गर्ने। म त अब अल्की पनि छु, मोटी पनि छु, त्यही भएर मलाई यो जयपुरी कुर्ता हो, कतिको हुन्छ पुगेसम्म लामो गराउने प्रयास गरौँ, नपुगे पनि छोटो छोटै भयो नि लगाम। पहिला सुरुमा यो गलाको भाग चाहिँ हजुरले जहिले पनि याद गर्नु होला। त मेरो चुरा पनि रहन्छ कि कति नम्बर देखा हात। यो गलाको भाग जहिले पनि यो ठ्याक्कै बिचैमा पार्नु होला। अनि यति हो ठ्याक्कै यो मिलाइसकेपछि अरू त मिलाउन टाइम लाग्दैन नि त। उता पो पुग्छ कि पुग्दैन एकपटक हेरौँ। मलाई सायद बाउला पुग्दैन कि के छ कन्डिसन, एकछिन रोक्नुमा मिलाउँछ। अनि मैले ठ्याक्कै 42 इन्चको कुर्ता लाउँछु भने थियो, तर टोटल यो छ कुर्ता पुरै 40 इन्च के। यता 40 उता 40 छ, आधी छ कि बराबर। अब केरम त मैले अलिकति छुट्टै बहिनी गराउँछु। यो गला अलिकति फाल्दैन किनभने माथिबाट नै लग्छु र मलाई त्यसपछि बल्ल अलिकति लामो होला नि त। यो खेर जाने भाग मैले पहिला कटिङ गरेर फालिदिन्छु। यसलाई सिधा गराउनु पर्यो नि त। अब लिम त ल कुर्ताको नाप यहाँ छ। ल लम्बाइमा चिन्ह ल यो पुरै टोटल कपडा 80 मात्रै छ, त्यही भएर 40 मा मेरो अझै यसमा काट्ने नाप्ने भाग केही पनि छैन। 40 भयो। मैले हिपको भागमा आफूलाई कट कहाँसम्म राख्ने, मेरो 22 इन्च आफूलाई आफ्नो इच्छा अनुसार हो। मेरो यो कम्मरको भाग ठ्याक्कै मेरो कच्छ भनेपछि 16 बिहे नगर्दासम्म 14 थियो, अहिले 2 इन्च बढ्यो 16 भयो। त्यसपछि मेरो छातीको भाग ठ्याक्कै कच्छ भनेपछि 12 छ। त्यसपछि अब गला मैले गला कति लाउँछु त, गला मैले 7-8 लाउँछु। यहाँसम्म आयो गला। अब मैले यो कुमको भाग मैले मोटी छु नि त, मलाई त्यही भएर मैले 2.5 इन्च। अब यता यो तिरको भाग 4 इन्च लगे। अनि त्यसपछि यता यो काखीको भाग मैले 6.5 लगे। म जस्तै मोटो मान्छेको लागि पहिले सरसर चिन्ह लाउने। अब त्यसपछि मेरो छाती कति छ त 42 भएकोले कति 10 40 10.5 त बाफ्रे यहाँ पुग्यो 42। यता 1.5 इन्च एक्स्ट्रा राख्ने काट्ने भाग त्यो छोटो नतान्नु बाबु, 1.5 इन्च एक्स्ट्रा। त्यसपछि मेरो कम्मर कति छ 39 भनेपछि 1.5 राख्ने। ठ्याक्कै 10 मा अलिकति कम राख्ने।
यता फेरि 1.5 इन्च यता त्यसपछि मेरो हिप छ 42 हिप पनि 10.5 राख्ने म जस्तै मोटो मान्छेको लागि है यो अलिकति बुढे पातलाको काम छैन ए एकछिन रोक्नु त कम्मर ठ्याक्कै 1.5 राख्ने यहाँ आयो अनि 1.5 इन्च यता एक्स्ट्रा राख्ने हिप छ 42 10.5 हिप राख्ने अब ठ्याक्कै यसलाई जोड दिने ल स्कुलको सहायताले जोड्नु होला किनभने यो बाङमुटिङमा हुन्छ मैले त काट्ने बेला मिलाउन सक्छु त्यही भएर अब मलाई यो कुर्ताको फेर धेरै मन पर्दैन त्यही भएर मैले ठ्याक्कै हिपकै जति राख्छु बराबर यतिमा चिन्नु है आफ्नो चोइस हो मलाई पर फेरो गएको त्यति मन पर्दैन एकपटक हजुरहरु झुकिन्छ भने फेरि नाप्नु होला है ल कमरको भाग 16 हिपको भाग 22 कुर्ताको लम्बाइ 40 इन्च त्यसपछि गला 2.5 इन्च तिर के रे 4 इन्च त्यसपछि यहाँ 6.5 इन्च काखी छाती 10.5 कम्मर 9.5 हिप 10.5 ल अब कुर्ता रेडी भयो अब कटिङ गर्छु है त मैले कटिङ गर्दैछु सिधा पहिला म तलको यो कटिङ गरिदिन्छु कुर्ता कम छ यता कटिङ गरिसक्यो अब यता माथिबाट सिधै तिरबाट सुरु गरे म जस्तै मोटा मान्छेको लागि कुर्ता कटिङ गर्न सिक्दै हुनुहुन्छ भने एकपटक यो भिडियो हेर्नु ल तर मैले त भिडियो अब राम्रैसँग गरेकी छु भने चाहिँ मेरो श्रीमानले भिडियो गराउँदै हुन्छ कस्तो गराउनु भयो मलाई थाहा छैन सायद भिडियो राम्रोसँग रेकर्ड गरेको भए राम्रै भएको छ कुर्ताको यसरी अब यसरी पट्याउने यसरी नपट्याउनु त यो राख्ने बेला पछाडि भाग त मिलाउनु पर्ने हाम्रो बाँकी नै छ नि त अब यसरी यो एकातिर राख्ने ठिकै त्यसपछि अब यो भाग लाग्ने ओहो मलाई त बाउलो पुग्दैन के हो साँच्चै हे भगवान म परे मोटी मैले अगाडिको भाग ल्याएर पछाडि यता छापिसकेकी छु अब किनभने चाहिँ ठ्याक्कै सब मिलिसक्यो नि त अब जहिले पनि कुर्ता काट्ने बेला अगाडिको भाग पनि त पछाडिको अलिकति बढी काट्नुपर्छ है यति
मेरो तल लम्बाइ कुर्ताको पुगेको छैन, त्यही भएर मेरो जोड लाउने भइसक्यो। अब यहाँ चुट्का लगाइदिने हिपको भागमा एक ठाउँ, यो कम्मरको भागमा 2 ठाउँ, यो काकी छातीको भागमा 3 ठाउँ, ठ्याक्कै यो तल अब यसलाई एकपटक तल छाप्दिने। यसलाई यस्तो छाप्नुपर्छ। यसलाई ठ्याक्कै चिन्ह जहाँ छ त्यही चिन्ह लाउने। यो चिन्ह भयो। ठ्याक्कै हजुरहरूले बोले गला बस। गला ठ्याक्कै कुर्ताको पनि गला नै यति छ। अब मैले लाउने पनि यति। यो पछाडि अलिकति बढी भएको भाग यता ल्याउने। त्यसपछि यसलाई ठ्याक्कै मिलाउने छ। यहाँको म त पछाडि मलाई गला खोलेको मन पर्दैन, त्यही भएर मैले त 2-3 इन्च मात्रै गला सानो अन्दाजले। अहिले यो गला खुलेको कुर्ता चलेको छैन नि त। यति भएपछि यो कुर्ता रेडी भयो। अब बाउला अब यो कुर्ता लम्बाइ भएन, यो बाउला काट्नु पर्ने हो यसरी। यो अब यसरी पुग्दैन। अब कसरी पुग्ने त्यही पनि यो यहाँसम्मको ठुटे बाउला, त्यही पनि यो जसरी पनि नपुग्ने भयो कि। अब मैले यसलाई के गर्छु हुन्छ। के गर्नुहुन्छ बाबा? बाबा यहीँ बस्नुहुन्छ? तपाईँ जानुहुन्छ? यस्तो गरेर यस्तरी फटाउँछु पहिले। के गर्ने बाउ त पकाउनु त पर्यो। अरे जोड लाउँछु बाउलाई पनि। बाउलाई 10 इन्च। मम्मा मैं किन खेल रहा? अहिलेसम्म खेल्नै त गएको थिएँ, कहाँ गएको थिएँ? बाउलाई लम्बाइ छ 10.5, लगभग 11 नै छ। यति भएपछि र दुब्राउनु पनि सक्ला। अब गोलाइ चाहिँ 11, 5.5, 11 यो काट्ने भाग। अब यसको तल 2 इन्च यता हाल्नुपर्छ। बाबा मोबाइल खेल्दा यसरी आउँछ नि त परसमा यो काट्ने भाग हो। यसरी आउँछ। बाबा जाऊ न।
छोरा त अब यहाँ माथि चुट्की लगाइदिने ठ्याक्कै यो दुध बार्नेको भाग्नेर पनि चुट्की लगाइदिन्छु यो बाउला पनि दसो भयो यताबाट घुमाएँ उताबाट घुमाएँ